नमस्ते सबैजनालाई दाहाल्यान्डकोमा यहाँलाई स्वागत छ र म आज नयाँ भिडियोको साथ उपस्थित भइसकेको छु। आशा गर्दछु यो भिडियो तपाईहरुलाई मन पर्नेछ र आज म केही लगानीकर्ता र लगानी बारेमा केही नयाँ जानकारीहरू यहाँलाई दिन खोज्दै छु। यहाँहरुले यो द इन्टेलिजेन्ट इन्भेस्टर भन्ने किताब त सुन्नु नै भएको होला, जुन चाहिँ बेन्जामिन ग्राहमले लेख्नु भएको थियो। यहाँले सुनि पनि सक्नु भएको छ होला कि वारेन बफेट भनेर यो लगानीको दुनियाँमा उहाँको नाम नसुन्ने चाहिँ कमै हुनुहुन्छ होला। उहाँले पनि गुरु मानेको र उहाँले पनि फर्स्ट एकदम रिकमेन्ड गर्ने किताब चाहिँ द इन्टेलिजेन्ट इन्भेस्टर हो। तर म आज केही फरक तरिकाबाट यहाँलाई केही सुझाव दिन चाहन्छु कसरी लगानीको बारेमा अध्ययन गर्ने र लगानी सुरु गर्ने भन्ने विषयमा। किनभने यो हामी साधारणतया सामान्य व्यक्तिले यो किताब द इन्टेलिजेन्ट इन्भेस्टर पढ्यौँ भने अलिकति केही अवरोधहरू आउन सक्छन्। किनभने यो किताब अलिकति बेसिक भन्दा पनि थोरै केही जानकारी भएको लगानीकर्ताहरूले पढ्ने जस्तै अब थोरै केही कम्प्लेक्स कुराहरू लेखिएको छ यो किताबमा। यद्यपि धेरैले भन्ने गर्छन् र वारेन बफेट स्वयंले पनि भन्नुहुन्छ कि हजुरहरूले इन्भेस्टिङको बारेमा केही थाहा नभए पनि यो किताबको च्याप्टर 8 र च्याप्टर 20 चाहिँ अवश्य पढ्नु होला भनेर। किनभने त्यहाँ चाहिँ केही हामी साधारणतया बुझ्ने खालको लेखिएको छ। तर म आज तपाईलाई यो किताब पढ्नुभन्दा पनि अगाडि म एउटा यो द मोस्ट इम्पोर्टेन्ट थिङ भन्ने किताब जुन चाहिँ होवर्ड मार्क्सले लेख्नु भएको छ, यो किताब हजुरहरूलाई रेकमेन्ड गर्न चाहन्छु। किनभने द इन्टेलिजेन्ट इन्भेस्टर पढ्नुभन्दा अगाडि तपाईँले यहाँ पनि वारेन बफेटले स्वयं लेख्नु भएको छ कि यो किताब उहाँले यो प्रसङ्गमा किताबमै पनि के लेख्नु भएको छ भन्दाखेरि जब मलाई होवर्ड मार्क्सले जुन चाहिँ यो किताबको राइटर हुनुहुन्थ्यो, जब उहाँले मलाई उहाँको भाषामा होवर्ड मार्क्सको भाषामा उहाँ मेमोज भन्नुहुन्छ यो लगानीकर्ता यो एसेहरू जुन चाहिँ लगानी सम्बन्धित केही जानकारी दिनु पर्यो भने उहाँले मेमोज भनेर के चाहिँ सङ्केत गर्नुभएको छ। र यो किताबमा पनि उहाँले के लेख्नु भएको छ, जब मलाई होवर्ड मार्क्सले मेल गर्नुहुन्थ्यो म एकदम एक्साइटेड हुन्थेँ। म त्यो उहाँको कुराहरू उहाँको मेमोज पढ्नको लागि म एकदम एक्साइटेड हुन्थेँ भनेर लेख्नु भएको छ। यही किताबमा पनि उहाँले त्यो कुरा सामेल गर्नुभएको छ, होवर्ड मार्क्सले पनि लेख्नु भएको छ। र यो किताबको सुरुमा पनि यहाँ देख्न सक्नुहुन्छ कि यो एकदम रेयर छ, एकदम युजफुल छ भनेर वारेन बफेटले यहाँ लेखिसक्नु भएको छ। र त्यसैले सामान्यतया यो किताबले चाहिँ सुरुमा के भन्न चाहन्छ अथवा के तपाईँलाई सिकाउँछ भने तपाईँको रिस्क कन्ट्रोल कसरी गर्ने, रिस्कलाई कसरी चिन्ने अथवा रिस्कसँग कसरी फ्यामिलियर हुने र लगानी गर्दाखेरि कस्ता कुराहरू सुरुमा आफूले ध्यानमा राख्नुपर्छ अथवा कुन कुराहरू लगानी गर्नलाई चिन्नुपर्छ भन्ने कुराहरू उहाँले यहाँ लेख्नु भएको भएर र पनि यसमा कुनै तपाईँले जस्तै अब एकदम कम्प्लेक्स कुराहरू केही नभएर सामान्यतया हामी साधारणतया बुझ्ने तरिकाले उहाँले यो किताबमा ब्युटिफुल्ली एकदम एक्सप्लेन गर्नुभएको छ। त्यही भएर म तपाईँहरूलाई द इन्टेलिजेन्ट इन्भेस्टर पढ्नभन्दा पनि अगाडि होवर्ड मार्क्सको एक दुईवटा किताब छ जुनमध्ये द मोस्ट इम्पोर्टेन्ट थिङ किताब पनि एउटा हो, म यो तपाईँलाई रेकमेन्ड गर्न चाहन्छु। त्यसपछि मात्र द इन्टेलिजेन्ट इन्भेस्टर पढ्नुभयो भने तपाईँले अझै धेरै किताब बुझ्न सक्नुहुन्छ, इन्टेलिजेन्ट इन्भेस्टर एकदम बुझ्न सक्नुहुन्छ भन्ने मलाई विश्वास छ। र आजको लागि यति नै भन्न चाहन्छु र जतिले भिडियो हेरेर साथ दिनुभयो उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।